युग्वा पाठ 6 हारु इल्गा दिनको काम एक दिनको काम छुलुनादा काममा जानु अहु इल शब्द 1 सिगान समय खल्यान सम्बन्धित अहुई शब्द सी बजे बुन मिनेट आच्छिम बिहान छमसिम दिम्सो छन्यक साँझ सेव्यक बिहान झिसमिसे नाट दिन फाम रात थोङसा भव हयंसा विशेषण भव साङभाङ अवस्था थोत्ता सुन्नु अत्तन कस्तो सासिल वास्तविक छङजुङआदा विनम्र हुनु ससुलादा वर्णन गर्नु अदि कहाँ सिन्मुन पत्रिका अन्जे कहिले चाल्ता छोटो हुनु खिल्दा लामो हुनु इत्ते यो बेला वानसङ पुरा वाजाङ मेकअप ख्वाक विज्ञान छैगुवान तालिम केन्द्र छैगुवान शिक्षालय तालिम केन्द्र ओनिन कारण छङ्गोन बगैँचा खुन्थु बक्सिङ अहुई शब्द 2 इल्गुवा खल्यान अहुई इल्गुवा दैनिकसँग सम्बन्धित शब्दहरू इरनादा उठ्नु सित्ता धुनु इरुल थाक्दा दाँत पात्नु शिक्षा आधा खाना खानु छुल्कुनादा काममा जानु थैगुनादा छुट्टी गर्नु गेम हादा गेम खेल्नु छङ्सो हादा सरसफाइ गर्नु छाङ्गोल फदा किनमेल गर्नु सान्छेक हादा जगिङ गर्नु स्यावा हादा नुहाउनु छिनगुरुल मान्नादा साथी भेट्नु हिउगेसिल आराम गर्ने कक्षा मेजम पसल खङ्गोन पार्क सादा किन्नु इरुदा पुराउनु छाङ्सो ठाउँ फुचिदा टाँस्नु हेङुई शब्द हेङुई कार्य छङ्सो हादा सफा गर्नु माथु माट सामुसिल अफिस खिसुक्सा होस्टेल फाङ कोठा खसिल बैठक कोठा फुवक भान्सा कोठा यङ्गगन फिल्म हल मुन्नवा छङ्ब संस्कृत जानकारी छिक्चाङ्गिनी हारू कम्पनी कर्मचारीको एक दिन थेबुन प्राय सिजाखादा सुरु गर्नु छुल्कुनादा काममा जानु छियाचल भूमिगत रेल बस थेचुङ खेतोङ सार्वजनिक यातायात योङ हादा प्रयोग गर्नु खेइन व्यक्तिगत सुयोङसा प्राइभेट कार खेतोङ यातायात मेउ ज्यादै हुन्साबादा भिडभाड हुनु एगिछि अप्रत्यशील इल घटना अर्याप्ता गाह्रो हुनु ख्याक्ता भोक्नु फोथोङ प्राय साई बीच खुने सिक्ताङ कम्पनी भित्रको रेस्टुरेन्ट खुन्छ वरिपरि फुस डिपार्ट अम्मु काम इयाग्यादा कुराकानी गर्नु हाम्के सँगै ख्याङ्गु अवस्था इल्बु केही छिक्चाङ्गिन कम्पनी कर्मचारी खान्दानादा सामान्य हुनु छुइमी रुचि हल्तोङ क्रियाकलाप छुल्किदा रमाउनु थाहा सबै कुन्यदा सकिनु यागुन रात्रिकाम साइन थुप्रिनु फिरो थकाइ सुथुरेसु तनाव फुल्दा खोल्नु समाधान गर्नु थिमोको टिमवर्क थाजिदा बलियो बनाउनु थङ्न्यो सहकर्मी
होइसी कम्पनीको भोज, होइसी कम्पनीको भोज, अत्तन कस्तो, छन् अगाडि, हुए छासिन आफ्नो, खनगाङ स्वास्थ्य, छागी आफ्नो, खेबाल विकास, ओइगोका विदेशी, हागोन इन्स्टिच्युट, थानिदा धाउनु, थोङचा कार्य, इरनादा उठ्नु, सुयोङछा प्राइभेट कार, छायुरोप्ता स्वतन्त्र हुनु, खुन्मु काम, मेल प्रतिदिन, फान आदि, ओजन एयम, छिल्ग्वा, खेजलग्वा नाल्सी, खेजल ऋतु, नाल्सी मौसम, अहुइल शब्द एक, खेजल ऋतु, तातो न्यानो हुनु, फोम बसन्त, यरुम ग्रीष्म, ख्याउल हिउँद, खाउल शरत, थप्ता गर्मी हुनु, छुप्ता जाडो हुनु, सियोनादा न्यानो हुनु, सुइप्ता सजिलो हुनु, अर्याप्ता गाह्रो हुनु, छाकप्ता चिसो हुनु, तुकप्ता तत्तो हुनु, नमु ज्यादै, चोक्कुम थोरै, यङ अङ्ग्रेजी, अत्यय कस्तो छ, अमी शब्दको अन्त्य, कुन्नाद सकिनु, छुङ मध्ये, छाप्ता समात्नु, रोक्नु, इप्ता लगाउनु, छोप्ता साँगुरो हुनु, से नयाँ, फाजी पाएट, एयाक बुकिङ, यसु पूर्वाभ्यास, सिगे घडी, खेरान अन्डा, छिहे बुद्धि, उन्हे गुण, अहुइ, नाल्सी मौसम, छोत्ता राम्रो हुनु, नापुदा नराम्रो हुनु, माग्दा सफा हुनु, हुरिदा धुमिनु, फारामी फुल्दा हावा चल्नु, नुनी ओदा हिउँ पर्नु, फिगा ओदा पानी पर्नु, नुनी खुचिदा हिउँ रोकिनु, फिगा खुचिदा पानी रोकिनु, मानी धेरै, छङमाल साँच्चै, फ्याल्लो खासै, यबुसे हेलो, थान्सुनी सरल सामान्य, उइजी इच्छा, खाजिदा लिनु, थेसिन सट्टामा, फ्याल्लो खासै, मुन्ना वा छङ्बो, संस्कृति वा जानकारी, सागेजल चाल ऋतु, तुराथादा फरक हुनु, फपकोट चेरी फुल, फिदा फुल्नु, फोममात्ता बसन्तलाई स्वागत गर्नु, ख्याङ्सी दृश्य, छुल्किदा रमाउनु, छाङमा झरी, सामसिद्धो 30 डिग्री, नम्ता कट्नु, मुदौगा अत्याधिक गर्मी, हेबियन समुद्र, खेगोक उपत्यका, ह्युगा बिदा, तनादा प्रस्थान गर्नु, फाम राती, यल्तेयारो रातको गर्मी, छामुल सल्चिदा सुत्न समस्या आउनु, इत्ता जोड्नु, ह्याङ सेक, रङ्गी खोप्ता सुन्दर, मुल्दुन रङ्गिएको, थानफुङ पाकेको पात, यहिङ भ्रमर, तनादा प्रस्थान गर्नु, हाक्यो स्कुल, थोङमाहुइ प्रोग्राम, छुक्चे महोत्सव, छुङेहादा महत्त्वपूर्ण, हिंसा प्रोग्राम, यल्लिदा खुलाइनु, यङहा भन्दा कम, सिप्तो 10 डिग्री, नेरेखादा झरेर जानु, छङ्दो जति, मेउ ज्यादै, खाङमुल नदीको पानी, अल्ता जम्नु, नोफुन उच्च, छिदे क्षेत्र, सुखी स्की, सुखितबुद स्केटबोर्ड, सुफुचु स्पोर्ट, छुल्किदा रमाउनु,
सामान साबुन 3 दिन जाडो 4 दिन तातो सामान साबुन 3 दिन जाडो 4 दिन तातो ह्याङसाङ घटना यो जुम आजभोलि इसाङ गडबड खिवन तापमान चाल्ता छोटो हुनु फुजङ नकारात्मक फिवन अभिव्यक्ति म्याङ्जल चाडपर्व चुम जति खिम्ची ग्रेभिसुप नमु ज्यादै छक्ता सानो हुनु मसित्ता हेन्सम हुनु छोसीमाधा होस गर्नु छन्छनी बिस्तारै छे मेरो खोयाङ गाउँ क्षमता अनुभव गर्नु कामचाक अचानक नोल्लादा झस्किनु हाङसाङ सधैँभरि छाजु प्राय फ्यानमा परिवर्तन यावै पिकनिक हाल्तङ क्रियाकलाप छुमुन अर्डर उइची अवस्थित चोक्कुम थोरै फ्यानुजम डिपार्टमेन्ट स्टोर छिगुम अहिले कोचिमानी फिदा फुल धेरै फुल्नु फादा समुद्र इल्गिएबु मौसम विभाग उसान छाता फाल्गुवा खाजोक ग्वा छिन्गु परिवार र साथी औइल शब्द 1 खाजोक परिवार इरुम नाम सङ्घाम नाम चिप घर थेक निवास नाई उमेर यान्से उमेर हाराबजी हजुरबुवा हालमनी हजुरआमा फुमनी बुबाआमा आबाजी बुवा आप्पा बुवा अमनी आमा अम्मा आमा ह्याङ ओप्पा दाई नुन्ना अन्नी दिदी आने श्रीमती यदङसिंह बहिनी नाम्फ्यान श्रीमान आदुल छोरा ताल छोरी ह्याङजे दाजुभाइ छामे दिदीबहिनी नामे भाइ बहिनी फिजा मादाङ आगान छाङमुन झ्याल थाक्ता पुस्नु छाङमुन मुन्जाङ वाक्य छुछे कर्ता उम्सिक खाना मान्दुल्ला बनाउनु सिन्मुन पत्रिका इक्ता पढ्नु छङ्सो सरसफाइ हादा गर्नु यौरी कुकिङ छारादा राम्रो गर्नु छेसी थैदा निर्देशित हुनु फिवन अभिव्यक्ति हर्यङादा उपयोग गर्नु होइसाउन कम्पनी कर्मचारी खानोसा नर्स पारुदा छिटो हुनु फादा समुद्र फादो ज्वार अहुई शब्द 2 एप्पुदा राम्रो हुनु मसित्ता हेन्सम हुनु खुयप्ता सुन्दर हुनु क्युट हुनु छालसिङ्गिदा राम्रो हुनु किगाखुदा हाइट ठुलो हुनु किगाछाक्ता हाइट सानो हुनु मरिका खिल्दा कपाल लामो हुनु मरिका चाल्दा कपाल छोटो हुनु छेमित्ता रमाइलो हुनु छिन्जलादा दयालु हुनु छाक्खादा मिलनसार हुनु फुजिरनादा जाँगिरले हुनु खेउरुदा अल्छी हुनु भलभलादा फुर्तिलो हुनु याम्जनादा भलात्मी हुनु तोक्तोकादा चलाक हुनु सँगै खुप्पादा बानी हतार हुनु खाजी प्रकार इसाङ भन्दा बढी साङ्थे अवस्था हेङुई कार्य नायलहाम सूचीबद्ध उन्दङ्गादा व्यायाम गर्नु स्यावादा नुहाउनु ओइमो बाहिर रूप संज्ञक बानी बेहोरा थेवा यी वार्ता 2 खाजोक साचिन परिवार फोटो इबुन यो व्यक्ति ख्याङसलगन प्रहरी थ अझ छैसँगादा माफी चाहनु छेगा मैले छालमुद गलत मुन्नावा छङ्बो संस्कृति व जानकारी नोफिम्मालगा फानमाल उच्च भाषा ठाडो भाषा नोफिम्मालगा फानमाल छन्देमाल
अदरती भाषा फानमाल ठाडो भाषा इत्ता हुनु छासिन आफू फोदा भन्दा मान्था धेरै हुनु छिउई पद छाक्ता सानो हुनु खुरना तर छौम पहिलोचोटि मान्नादा भेट्नु खाकाप्ता नजिक हुनु साङ्दिबाङ विपरीत छन्जुङादा सम्मान गर्नु उइमी अर्थ छैगुण हालै छिक्चाङ कार्यस्थल नात्ता ठिक हुनु नात्ता कम हुनु ख्यङ्गु अवस्था मारादा भन्नु थेवा वार्ता साङहाङ अवस्था तारा अनुसार खुबेलादा वर्गीकरण गर्नु खुरच्ची आनिमेन त्यस्तो गरेन भने फुलफेनादा असहज हुनु हानफेन अर्कोतर्फ खाजोक परिवार खाच्ची सँगै ख्वान्गे सम्बन्ध सुइप्ता सजिलो हुनु यो इवा योसँग छन्जुङ सम्मान छिनमिलखाम आत्मीयता छुङ्याता महत्त्व हुनु यक्खारो लादा भूमिका निभाउनु छाङमुनुल ताक्ता झ्याल पुस्नु थारुदा फरक हुनु ख्वान्गे सम्बन्ध खुगा उम्सिक छुमुन खाना अर्डर मुलगन सामान खेसु सङ्ख्या मारादा भन्नु अहुइ इल शब्द एक उम्सिक खाना फिमफाप मिक्स भात खिमपाप उदोङ थोप्पा रामेन चाउचाउ खिम्चिगे ग्रेभी सुप थन्जानचिगे तोफुवाले ग्रेभी सुप फुलकोगी पोलेको मासु थन्गासु बङ्गुरको स्टेक र भात चाजङमाई नुडल्स थाङसुयुक चिल्ली चिकन चिल्ली पिजा चिकन छोयादा मन पराउनु सिरादा घृणा गर्नु मासित्ता मिठो हुनु माधवता मिठो हुनु चोम यसो थिसियादा निषेध गर्नु योछङ अनुरोध म्याङन्याङ आदेश मूल पानी चोम यसो फाबो मूर्ख फुबु जोडी फोगी उदाहरण सिबी विवाद अहुइ शब्द 2 सुच्चा वा फुल्नुसा सुच्चा अङ्क फुल्नुसा छुट्याउनु सुच्चा अङ्क हाना 1 थुल 2 सेत 3 नेत 4 थासत 5 यसत 6 इल्गोप 7 यदल 8 आहुप 9 यल 10 फुल्नुसा छुट्याउनु गे ओटा म्याङ जनालाई ओटा बुन व्यक्ति जानलाई नै ओटा मारी जनावरलाई ओटा गोन किताब गन्दा ओटा खोङ्गी सादा भात खुरुत कचौरा ओटा खोङ्गी सादा भात गन्दाखेरि ओटा खुरुत कचौरा गन्दा ओटा छप्सी प्लेट गन्दा ओटा जान कप गन्दा ओटा फ्याङ बोतल गन्दा ओटा सेदा गणना गर्नु हागु रसँग यनगला जोडा मिलाउनु सिसियादा निषेध गर्नु उयु दुध पाङ रोटी यनफिल पेन्सिल छिउगे इलेजर छिन्गु साथी छुक्खादा बदिनु वागवा रसँग जुरो प्राय खुवा बोल्ने भाषा माजिमाग अन्तिम उम्जल अक्षर नाल्सी मौसम खेजल ऋतु खुराम त्यसो भए मुन्नावाछाङको संस्कृतिको जानकारी हानगुकिन कोरियाको शिक्षा खाना कोरियन खाना जुरो प्राय फान्सान साइड खाना खुसङसदै समावेश हुनु शिक्षा आधा खाना खानु छुसिक
मुख्य खाना छुसिक मुख्य खाना साल चामल छित्ता बनाउनु कुक झोल खुङमुल झोलिलो थैन्जानचिगे तोफु सुप थैन्जान कुक तोफु सुप थायङ खाँदा विभिन्न हुनु छोङ्न्यु प्रकार खिम्ची नामुल सागपात खत्तुरिदा समावेश गर्नु हाम्केसँगै खाने बीचमा नानुदा बाँड्नु इल्बान सकिदा सामान्य हुनु सिक्ताङ रेस्टुरेन्ट फोतोङ प्राय मुर्यो निशुल्क छेगुङादा उपलब्ध गराउनु छुङ्ग्यादा महत्त्व हुनु सेङ्गाकादा सोच्नु सोजुङी बहुमूल्य यगिदा लिनु छैगुन हालै ओइसिक बाहिरी छुङ्गादा वृद्धि हुनु फ्यनी सहज उइए निम्ति खियोसुकु किबोर्ड छुमुनादा अर्डर गर्नु खागे पसल नुरनादा वृद्धि हुनु टच स्क्रिन थोङ्गे मार्फत मेनु सन्थेका छनौट गर्नु खेजल ऋतु मेउ ज्यादै फ्यालियादा सहज हुनु फाङफप तरिका खान्दाना सामान्य हुनु ओनादा चाहनु ओप्सन बटन नुरुदा थित्नु खादु कार्ड खेल्च्यादा भुक्तानी गर्नु वानले थेदा सकिनु यङसुचुङ बिल छुल्य थेदा प्रिन्ट आउट हुनु छासै विस्तृत पारुदा छिटो हुनु तकबुने योगदानले खानपेनादा सहज हुनु नायलादा सूचीबद्ध हुनु खागु परिवार खानुगादा सम्भव हुनु खुदा ठुलो हुनु छुइमी रुचि सिपक्वा मुलगनग्वा खुइब सामान र खरिद ख्वाइल फलफुल सिङसिङा ताजा हुनु अहुइल शब्द एक साङ्थे ख्वाल्यान अहुइ साङ्थे अवस्था ख्वाल्यान सम्बन्धित अहुइ शब्द खुदा ठुलो हुनु छाक्ता सानो हुनु सिङसिङा ताजा हुनु साङ्गादा सर्नु गर्नु मान्ता धेरै हुनु छक्ता थोरै हुनु सादा सस्तो हुनु फिसादा महँगो हुनु खाब्याप्ता हल्का हुनु मुगप्ता भारी हुनु खिल्दा लामो हुनु चाल्ता छोटो हुनु ख्वाइल फलफुल सुबाक खरबुजा ताल्गी स्ट्रबेरी ओरेन्जी सुन्तला साङ्जा बाकस छाल राम्ररी ओन कोरिन पैसा सेरोप्ता नयाँ हुनु नुक्किदा महसुस गर्नु खामथानादा प्रशंसा गर्नु नोल्लाम आश्चर्य चकित थाल्लाकादा हटाउनु खावी कैची काछी चरा खादु कार्ड अहुई शब्द दुई वाफे मुद्रा मित तथा मूलभूम सामान खुमे खरिद छिपे नोट थोङ्जन सिक्का थोन पैसा फेक 100 हजार मान 10,000 ह्यान्गुम नगद सिनेखादु क्रेडिट कार्ड साम्फुङवान सामान खाप्स खाग्यक मूल्य खाप्सुलकाक्ता मूल्य घटाउनु खेसानादा हिसाब गर्नु नत्था राख्नु फोजाङ आधा सादा प्याकिङ गर्नु फाक्कुदा खिवानादा साट्नु वानबुलादा फिर्ता गर्नु फाजी पाइट थुल्दा उचाल्नु अजिरप्ता रिङड लाग्नु हाम्केसँगै सिनबाल जुत्ता थात्ता बन्द गर्नु छोङ्गी खाबाङ कागज झोला छन्वा आधा फन गर्नु संसदा सफाइ गर्नु मुन्ना वा छङ्बो संस्कृति वा जानकारी
मुइन फान्मेजम मानवरहित पसल मुइन फान्मेजम मानवरहित पसल मुइन मानवरहित छिक्चप प्रत्यक्ष फान्मे आधा बिक्री गर्नु छादुङमा थोइदा सञ्चालित हुनु सुसिथेम सिस्टेम खागेइदा पसल हुनु खोगे ग्राहक ओनादा चाहनु सन्थिकादा छनौट गर्नु छिक्चप प्रत्यक्ष ख्याल्च्यादा भुक्तानी गर्नु फाङसिक तरिका उयनथैदा सञ्चालन हुनु खुरना तर खोगुपाथैदा उन्नत हुनु सेन्सर खिसुल सिप प्रविधि हरेङादा उपयोग हुनु मेजम पसल सुखेनादा स्क्यान गर्नु साजन अघि साङफुम सामान नाउदा आउनु फाङसिक तरिका उन्याङथैदा सञ्चालन हुनु सुप फ्यान्ने छरम डिपार्टमेन्ट स्टोर जस्तै उम्नेसो पेय पदार्थ खाजा खमनामेन कपको चाउचाउ सेङफिलफुम दैनिक जीवनमा प्रयोग हुने सामान थायङादा विभिन्न हुनु छौन्यु प्रकार सेङसु खानेपानी खेरान अन्डा थुङचिक विशिष्ट हुनु छुइगुफादा प्राप्त गर्नु यो वे बाहेक सेथाक्सु लुगा धुने ठाउँ लन्ड्री गोल्फोजाङ गल्फ खेल्ने ठाउँ सबिसु सेवा छेगोङादा उपलब्ध गराउनु गोत ठाउँ इराहान यस्तो फिर्यादा आवश्यक हुनु छाङचम राम्रो पक्ष तोहान अझ थप ओइगुन छरम विधि जस्तै अन शब्द अन भाषा छाङब्याक समस्या छाइरूपता स्वतन्त्र हुनु खानफेनादा सहज हुनु योसँगादामा अनुरोध गर्नु खिनामिल उत्सवमा हुन्दिन छङमाल साँच्चै थप्ता गर्मी हुनु हानामात हालिन छुट हिंसा प्रोग्राम बुथदेखि सामिल 3 दिन तोङ्गान अवधि साङ्जा बाकस ह्युजी टिसु फाल्दा बेच्नु थ अझ छुदा दिनु छैगुन हाल नुल्दा वृद्धि हुनु छिगोन कर्मचारी थेबुवन प्राय अन्जेदुन्जी जहिलेसुकै फुल्फेनादा असहज हुनु खेसान हिसाब थुवाजुदा सहयोग गर्नु सुगा सङ्ख्या छमछम झन्झन छुल्दा घट्नु सुगन टावल सुबा खरबुजा सुअप कक्षा सुसुल अपरेसन छाङसो ठाउँ छिकप पेसा अल्मा कति हानबल एकजोर चोम यसो नत्था राख्नु ह्यान्डसेक सेतो फोइदा देखिनु थुरिदा टक्राउनु उन्दोङवा स्पोर्ट सुज थिसेचु टी सर्ट सेक्काल कलर थारुन फरक छात्ता खोज्नु खाम्साम्निदा।